एक दिन तू भी रोएगी आज दूर गई आंखों में देखे आंसू हेलो गाइस वेलकम बैक टू माई च्यानल। आजको मेरो ब्लगमा तपाईहरुलाई स्वागत छ। आजको काम भनेपछि चाहिँ के छ भने चाहिँ हैन, आज चाहिँ हामीले भन्दा मैले आज चाहिँ यो सबै यो फ्रिजको हैन सबै डेट सेटहरु सबै प्लास्टिक पुरानो भएको प्लास्टिक नयाँ भए त चेन्ज गर्नु पर्दैन, आज सबै चेन्ज गर्नु छ। अनि एउटै डेट आज 3 तारिक अनि ठ्याक्क अर्को महिना ठ्याक्क 1 महिना डेट हाल्ने एउटै डेट भनेपछि अर्को महिना ठ्याक्कै यही दिनमा चेन्ज गर्ने हैन। अनि चाहिँ आज चाहिँ फेरि यो पनि यसको सबै भित्रको सामानहरु डेट चेक गरेर सेटिङ गर्दिने सबै यो सबै छरेर 4 खाना छ। अनि अल्तै क्लिनिङ छ, डस्टबिनहरु अल्तै साफ गर्नु छ। अरु के छ तपाईहरुको हाल खबर सबै सन्चै हुनुहुन्छ होला हैन। आजको मेरो काम चाहिँ यति हो, धेरै काम छैन, दिनदिनै काम हुन्न धेरै किनकि अहिले अफ सिजन छ। अब जुनको मैले लागिसक्यो, जुनको 15 देखि चाहिँ यहाँको स्कुलहरुको मदरसाहरुको धेरै भाग कम्पनीहरुको छुट्टी हुन्छ, त्यसपछि अलिअलि काम हुन्छ। अहिले त धेरै काम छैन फिलहाल, त्यही भएर बस्ने धेरै काम हुन्न, बस्ने मात्र हुन्छ आज धेरै। त गाइस अब चाहिँ काम चालु गर्ने हैन, प्लास्टिक हान्ने। यो चाहिँ डेट मसिन अनि यो चाहिँ क्लिन पोइल के अब यसलाई लगेर जाने। पहिला डेट चेन्ज गरौँ, प्लास्टिक खानौँ, त्यसपछि अरू काम गर्ने हैन। तपाईहरुलाई देखाउँछु के छ, हामीले के बनाउँछौँ यहाँ हैन, तपाईहरुलाई देखाउँछु एकैछिन। गाइस यो हेर्नु के है, यो चाहिँ मैले हिजोको भिडियोमा देखाएको छु सानो स्टार हैन। अनि यो चाहिँ लोटस चीज केक, यो बिस्कुट लोटस बिस्कुट हो। यो चाहिँ ब्लुबेरी चीज केक, सेम त बिस्कुट फरक हो हैन। अनि एउटा छ यो चाहिँ स्ट्रबेरी चीज केक। आजको चाहिँ धेरै केक छैन हैन। मैले रमजानको मार्चको महिना एउटा सर्ट भिडियो हालेको छु, तपाईहरुले हेर्न सक्नुहुन्छ मेरो प्रोफाइलमा गएर। त्यसमा चाहिँ हामीले धेरै प्रकारका केकहरु छन् त्यमाथि हैन, कुनाफा छ, धेरै छन् के, तपाईले नामै भन्न सक्दिनँ, कति छ। र सर्ट भिडियो छ, सर्ट भिडियोमा बनाएको छ, तपाईहरु गएर हेर्न सक्नुहुन्छ हैन। अनि यो चाहिँ डोनट, अनि यसलाई चाहिँ मक्कानाट भन्छ यहाँको भाषामा। अब नेपालमा चाहिँ के भन्छ तपाईहरुले चिन्नुहुन्छ भने चाहिँ भन्नु होला। यो चाहिँ भित्र चाहिँ हर्दको, अनि यो फरकको हो, यो पनि अर्को, यो चाहिँ चिज हो त्यो प्लास्टिक हान्ने रोल पनि छ। अनि गाइस यो चाहिँ डेट मसिन नि, अब यसलाई चाहिँ डेट चाहिँ कसरी हाल्ने चाहिँ माथि 3, 6, 25 छ हैन। यसलाई चाहिँ यसरी है कति हान्ने चाहिँ ठ्याक्कै 1 महिना हान्नुपर्छ चाहिँ ठ्याक्कै 2 हान्ने हैन। अनि यहाँ चाहिँ 7, अब ठ्याक्कै 1 महिना हो, किनकि ठ्याक्कै 3 हान्नुहुन्न, 3 हान्नुहुन्न। कस्तो हान्नुपर्छ कि आज 3 तारिक भएपछि ठ्याक्कै एक्स्ट्रा तारिक अलि 1 दिन पछाडि हान्नुपर्छ, त्यही भएर 2 तारिक हान्नुपर्छ। त्यसपछि यस्तो। अनि यो चाहिँ ब्राउन केक हो, अनि यसको तल चाहिँ रेड केक, अनि यो चाहिँ व्हाइट केक। केक भन्नुहुन्न, अहिले चाहिँ यसलाई स्पन्ज भन्छौँ हैन। अहिले चाहिँ स्पन्ज भन्ने, यसलाई पछि मिलाएर केक क्रिम लगाएर अब स्ट्रबेरी के हाल्ने हुन्छ, त्यसपछि बल्ल केक भन्छ। अहिले त यसलाई चाहिँ हामी स्पन्ज भन्छौँ हैन। अनि गाइस यो चाहिँ इङ्ग्लिस केक,
यो चाहिँ इङ्ग्लिस केक भन्छ। यति छ एकदम स्टक सकिन्ला, यसलाई पनि बनाउनु पर्छ, कहिले बनाउने यो सकिहाल्छ। गाइस हेर्न सक्नुहुन्छ कस्तो गन्दा छ भित्र, अनि सामान चाहिँ सबै निकाल्यो भएर हेर्न सक्नुहुन्छ। एक्सपायर डेट सबैको चेक गरेर अरूमा हान्नु छैन, यहाँ चाहिँ हान्नुपर्छ होइन। यो चाहिँ हामीले अलग्गै राख्छौँ, यसको प्याकेट अलग हुन्छ, त्यही भएर यहाँमा राख्छौँ। अनि यिनमा चाहिँ त्यही कम्पनीकै डेट छ, सबै राम्रो छ। त्यही अलि यो अलि नजिकै छ डेट, छिटो सकिन्ला सबै ट्याक्क मिलाएर। फेरि त्यसको यसको सामानको तल पनि ट्याक्क टिस्यु हाल्नुपर्छ, नत्र फेरि राख्दै फेरि गन्ध भइहाल्छ टिस्यु नहाल्नु। त्यही भएर अब पहिला भित्र साफ गरौँ, त्यसपछि ए गाइस हेर्नु, मैले सबै राम्रोसँग मिलाइसकेको छु। अब चाहिँ ढक्कन लगाइदिने, यसको यस्तै लगाइदिने। त गाइस सबै काम चाहिँ भ्यायो, यहाँको पनि भ्यायो। चाहिँ त्यही अल्टै डस्टबिन साफ हुन्छ, अनि देख्नुहुन्छ सबै मिलाएर राखिसकेँ यता पनि, अनि यता पनि सबै मिलाएर होइन पनि टक्क मिलाइसकेँ। यता सबै ससहरू छन् होइन, सबै मिलाइसकेँ। अब चाहिँ सिडी फिर्ता लगाएर राख्नु पऱ्यो, त्यसपछि अरू काम गर्नु पऱ्यो। गाइस फाइनली काम पनि भ्याइयो, डस्टबिन पनि धोइसक्यो। हेर्न सक्नुहुन्छ हाम्रो डस्टबिन चाहिँ एकदम सफा राख्नुपर्छ, नतरी बलदिया आएपछि चेकिङवाला आएपछि यस्तो गन्दा फोहोर देखेपछि केही नभए तपाईँको 10,000 15,000 रियल फाइन हान्न सक्छन्। पोहोरभन्दा नि यही वर्षको मार्चको महिना चाहिँ कति 8,001 को 6,001 को दुईवटा फाइन हानिदिएको थियो, 14,000 को फाइन हानिदिएको थियो। 14 भयो नि, 800 14,000 को फाइन हानेको थियो। साएर रिसाइरहेको थियो स्टाफसँग, किन साफसफाइ राख्दैन राम्रोसित। त्यही भएर त अब धेरै काम चलिरहेको थियो, रमजानको महिना होइन, साँझपट्टि सधैँ दिन हुन्थ्यो। त्यही भएर बिहानै 10-11 बजी आएर सबै रेडी गर्ने हुन्थ्यो होइन, 4-5जना स्टाफ थियौँ त्यही बेला। त्यही भएर अब काम बढी भएपछि अब अलिअलि गर्नु त रहिजान्छ क्या। फेरि पनि साले भन्थ्यो केही छैन छोडिदियो, पहिला आयो एकछिन गिरी गरेर भन्यो राम्रो साफसुफ राख भन्यो। अगाडि के भनेर चाहिँ सेलेरी चाहिँ कसरी काटेन, डर लाग्छ पहिला त सेलेरी काट्छ कि भनेर। सेलेरी केही काटेन, राम्रै भएको थियो। त्यही भएर अब चाहिँ यो डस्टबिन पनि हप्तामा एकपल्ट धुनै पर्छ। लाइक गन्दा होस् नहोस् फेरि पनि धोएर राख्दैन क्या। फेरि कसैलाई भन्न मकै नदिने होइन, धुनुपर्छ। लाइक साफसफाइ भनेपछि चाहिँ मेन होटल लाइनतिर होइन, साफसफाइ छैन भनेपछि तपाईँको चेकिङवाला आएपछि चाहिँ खतरा फाइन थपिदिन्छ। त्यसै भएर होटल लाइनतिर काम गर्नुहुन्छ, आफ्नो सफाइ के काम हुन्छ त्यसको सफाइ होइन, हाइजिनिङ सब चाहिँ एकदम पर्फेक्टली गर्नुपर्छ क्या। मतलब अब त्यसपछि अब मेरो चाहिँ काम भ्यायो, अब लास्टै एउटा मप बाँकी छ क्या, अब मप हान्ने, त्यसपछि चाहिँ रुममा जाने। अगाडि कुरा रुममा गरौँ। हेलो गाइस, मेरो चाहिँ अब ड्युटी सक्यो, 20 मिनट छ। अब चाहिँ बन्द गर्ने, लाइट मसिन बन्द गरिसक्यो। अब लाइट बन्द गर्नु छ, लाइट बन्द गर्छु। चाहिँ लाइट बन्द। अब चाहिँ हट्दै गर्ने, 20 मिनट छ, एकछिन बाहिर बसौँ। त्यसपछि ठ्याक्कै 11 बजेपछि गएर फिङ्गर हान्ने। फिङ्गर हानेपछि चाहिँ जाने रुमतिर। यो पनि बन्द भयो। ल दिल ये मेरा
आँखों में तो झूठा प्यार तेरा, झूठा प्यार तेरा, झूठा प्यार तेरा। हेलो गाइस, आजको मेरो ब्लगिङको डेली ब्लग गर्नेको दोस्रो दिन पनि सक्यो होइन। अनि यसो छ रुममा आइसकेँ। अब चाहिँ ड्रेसिङ गर्नु पऱ्यो, खाना खानु छ, खाना खानु पऱ्यो। आधा होटलमा केही खाएन, के तिन त हुन्छ अब खाने मनै लाग्यो, कति खानु होइन, त्यही सेन्डविच बर्गर कति खानु, त्यही भएर आज नखाएको, त्यही भएर आज रुममै आएर खाने भनेर त्यसै आइयो। अब चाहिँ खानापिना खान्छु म, ल यसको साथै भिडियोलाई एन्ड गर्छु म। आजको ब्लग भोलि फेरि त्यही 12 बजे दिउँसै आउँछ होला सायद। हिजो बनाएको अलि यहाँको चाहिँ भनेपछि नेट स्लो छ अलि, त्यही भएर अपलोडै हुन्न क्या, भक्कमै टाइम लाग्छ। मैले हिजो राति अपलोड गरेको, आज दिउँसो गएर कति 3:15 कतिमा अपलोड भयो बल्ल बल्ल। तर आज पनि अब एडिट गरेर राति कोही बेला हुन्छ अपलोड गर्छु, तर अब कोही बेला हुन्छ थाहै छैन, नेट स्लो छ। अब नेट फास्ट भएपछि एकदम जो बेला गऱ्यो उही बेला हुन्छ अब होइन, नेट स्लो छ। त्यही भएर अब मेरो भोलि त्यही समथिङ आफ्टरनुन समथिङमा आउँछ होला मेरो ब्लग। त्यही भएर मेरो ब्लगलाई चाहिँ माया गर्नु होला, लाइक सब्सक्राइब के